गाइज मर्निङ गुड मर्निङ यहाँहरूलाई सन्चै होला म पनि यहाँ सन्चै छु। आज हामी चाहिँ कम्पनीदेखि घुम्न बसमा जाँदैछौँ। लखन भाइ तेरो हातमा त पुरै के हो फ्रुटी हो कसले दियो कम्पनीले दियो फेरिको लखन ल ल लाग्यो लाइन बाई लाइन ल कम्पनीले आज हामीलाई चाहिँ घुमाउन लग्ने अरे मलक्का घुमाउन लग्ने त्यही भएर हामीहरू जाँदैछौँ। ल मलक्का अब सिनी साहब बोले ड्राइवर सेकंड ड्राइवर ल मलक्का आमा कलुवा भयो भनेको अब त पुरै गोरो देखिहाल्छ यार कसम यार। अब यता बस्नुपर्छ गाइस मलक्का आइपुग्यो मलक्का अब मलक्का sampai मलक्का आइपुग्यो। मलक्का अब कस्तो छ भ्यू ओ सबै हाम्रो कम्पनीको हुन्। उतादेखि पुरा लाइन लगाएर यतासम्म घुम्न आएको सबै कस्तो मलक्का भर्खर राम्रो छ मलक्का एकदम बबाल छ राम्रो लागिरहेको छ मलेसियाको मलक्का हेर्नुहोस् हाम्रो साथीहरू हेर्नुहोस् है तिनीहरूको लाइनहरू लाइन छ हामी धनै 6 जनाको रूपमा आएको हो एकदम राम्रो छ हैन बिन्दास भइरहेको छ यस मलक्का ठाउँ राम्रो रहेछ सफा रहेछ है सफा रहेछ। अब हेरौँ भित्र कस्तो छ भ्यूहरू तपाईँहरू देखाउँछु। ए यो मलक्काको भ्यू बोट पनि छ यता घुम्ने ठाउँ यस्तो रहेछ राम्रो छ। सरी मलाई कसरी भ्यू राम्रो रहेछ कस्तो गर्मी हो ज्याकेटै खोलाउनु पऱ्यो मैले केटाहरू पुरै घुमिरहेछन् फोटो हान्दैछन् फोटोसुट भइरहेछ। मलक्काको प्राकृतिक वस्तु यो पनि रहेछ तर यसमा जाँदाखेरि टिकट लाग्ने रहेछ भित्र जान पनि 20 रिङ्गेट भनिरहेको थियो मैले सोधेको भर्खर यता चाहिँ माथि 20 रिङ्गेट चाहिन्छ यहाँ चाहिँ टिकट काटेर अब पछि जानुपर्छ। पहिला उतातिर घुम्ने इच्छा छ यो मलक्काको भ्यू। अब आज मलक्कामा आएको छ एकजनाको विषय भन्छ म यो माथि खै के छ कस्तो छ एकचोटि जानु पक्का पर्ने सामान हो हेरौँला पछि जाउँ अहिले उतातिर घुम्न जाने मलक्का आइएको छ यसो अब मलक्का राम्रोसी घुम्नु पर्यो अनि नयाँ ठाउँ यसो घुम्दैछौँ अनि घुम्ने भएपछि हजुरहरू पनि आउँदै गर्नु होला राम्रै रहेछ ठिकै रहेछ। अहिले त स्टार्टिङ गरिरहेछ अरू घुम्दै जाऊँ त्यस पछाडि हजुरलाई अपडेट गर्दै गर्नेछौँ। अब हामी अर्को ठाउँ घुम्दैछौँ भनेको पुरातात्विक वस्तुहरू रहेछ क्या पुरातात्विक वस्तुहरू रहेछ यो मलक्काको ल यसको एक्सप्लेन गरिदिए त के हो भनेको पुरानो जमानाको तोप हो यो अहिले म्युजियम रुम बनेको छ हजुर केटाहरू घुम्न आएका छन् सबैजना हजुर कम्पनीले प्रोभाइड गरेर हजुर अनि तोप चाहिँ कताबाट हाल्नु भाइ हजुर यो भनेको अब पुरानो भएर यसो हाल्ने ऊ छैन नत्र त्यहाँबाट आगो लगाउने उता मसला भर्ने हो यता मसला यता त बन्द छ पुरै अनि अहिले चाहिँ खेलिरहेछौँ अनि रमाइलो तरिकाले घुमिरहेछौँ। अब तपाईँ ini explain lagi explain jadi ini apa itu lama punya kan dulu ya ini perang punya dulu ya ini ya ini aksesori lah tak boleh pakai lah ya sekarang tak ada pakai bakas oh jadi ini macam ni ओके थ्याङ्क यू सबै हो यता छन् सबै हेरेर फेरि अर्को ठाउँ पनि जाँदैछौँ हामीहरू घुम्दैछौँ। यो पनि रहेछ यो मूर्ति रहेछ यहाँनिर हातमा ज्याकेट भएर पनि अलिक अप्ठ्यारो लाग्ने हो
यो भ्यू यता हेर्नुहोस्। यो घन्टाघर पनि रहेछ नि यहाँनिर। यो चाहिँ यता मान्छे बसेर घुम्ने ठाउँ यता रहेछ। यो घन्टाघर जस्तै रहेछ। यो त हाम्रो दरबार जस्तै छ यार है। पुरानो महल कस्तो हो रहेछ यार। मलकामा यो स्कुलको छुट्टी भएर होला सायद, आज सार्वजनिक बिदा भएर उनीहरूको छुट्टी छ। के लेख्या ओरल्ड टुरिस्ट डे 2025। उनीहरू पनि आज उनीहरूको छुट्टी भयो कि स्कुलको सबैको पुरा भ्यू भएको। हामीहरू देखाउँछु यहाँको भ्यू। यहाँको भ्यू पानी पनि राम्रो रहेछ। यता घन्टाघरनिर पनि पुग्यो मलकाको। मलेसियामा पनि फुल हजारी फुल दामी रोपेर रहेछ यता गार्डनमा। पानी फुल बगैँचाहरूमा हामीहरू घुम्दैछौँ। उहाँ दङ्गाली पुरै बिजी छन्, खै कोसँग हो खै। यसमा चाहिँ बोटहरू चल्दो रहेछ होइन। जाने भनेको एकजनाको चाहिँ एक गरी बोल न, एक गरी पानी जहाज चल्ने हो। अनि नाइटमा चाहिँ साह्रै रमाइलो हुन्छ डे भन्दा। अब हाम्रो कम्पनीले चाहिँ डेमा ल्यायो। अब पर्सनली आउँदाखेरि या घुम्न आउँदाखेरि यहाँ चाहिँ रातिमा आउँदा चाहिँ धेरै रमाइलो ठाउँ छ। बोटमा चढ्नु सर घुम्ने झिलिमिली हुन्छ। बुझ्नुभयो नि, तपाईँहरू पनि आउनु होला चाहनुहुन्छ भने। मलाई त यतै घुमिरहेको छु हामीहरू।